नमस्ते साथीहरू, नमस्ते राजेश खिमदुङजी, राजेश खिमदुङ होइन, के छ हालचाल? ठिकै छ होइन? अनि अर्को बहिनी पनि जसको चाहिँ अलि विवाद आयो, सबैजनालाई मेरो नमस्ते। र पहिला त म राजेशजीलाई के भन्न चाहन्छु, राजेशजी अब हेर्नुहोस्, अब भोग्ने व्यक्ति तपाईँहरू हो। त्यहाँ के हुँदैछ, कसो हुँदैछ, कुन कुन अवस्थाबाट गुज्रिरहनु परेको छ, के कस्तो शास्ति खेप्नु परेको छ, अथवा अन्य कुराहरू यदि केही गलत भएछन् तपाईँको तर्फबाट के कस्ता, ती सबै कुराहरू तपाईँलाई थाहा छ, हामीलाई थाहा हुँदैन। हामी बाहिर बसेकालाई थाहा हुँदैन, धरानका धेरै साथीहरूलाई थाहा होला, तर हामीहरूलाई चाहिँ निश्चित रूपमा थाहा हुँदैन। त्यसमाथि म परेँ हर्क साम्पाङजीको स्वघोषित सेना। अब तपाईँलाई म अलिकति, तपाईँ र मेरो एकपल्ट जे होस् भएको छ, भानुचोकमै भेट भएको छ, हामीले हात मिलाएको छौँ, सानोतिनो गफ गरेका छौँ। त्यसरी व्यक्तिगत रूपमा पनि म तपाईँलाई थोरै भए पनि चिन्दछु, त्यति मात्रै हो। त्यहाँभन्दा बेसी त म चिन्दिनँ। त्यहाँभन्दा पहिला केही कुराहरू तपाईँको आइरहन्थे। तपाईँ धेरै पहिलादेखि नै हर्क साम्पाङजी, तपाईँ सँगसँगै विभिन्न किसिमको आन्दोलन गर्दै हिँड्नुभएको होइन, आन्दोलनमा हिँड्नुभएको अभियन्ता भएर, त्यो पनि मलाई थाहा छ तपाईँहरूको पुरानो कहानी। अब हेर्नुहोस्, यसमा अहिलेको जुन भयो, हर्कजीले जे तपाईँलाई जे होस् निष्कासित गर्नुभयो, र यो हर्कजीको हो भन्ने कुरा मैले धेरै पहिलादेखि चिनेको। मैले हर्कजीलाई यदि नजिकबाट कुनै कुराबाट यदि चिन्दछु भने र हर्कजीको स्वघोषित सेना भनी हिँडिरहेको छु भने, निरन्तर हर्कजीको बारेमा बोलिरहेको छु भने यही हो कि एउटा प्रमुख कारण यही हो। दायाँ बायाँ केही हुने बित्तिकै हर्कजीले कसैलाई पनि बाँकी राख्नुहुन्न, बिना कुनै अपवादको। फेरि पनि दोहोऱ्याएर भन्छु, बिना कुनै अपवादको। किनकि भ्रष्टाचार गरेको, यताउति थाहा पायो भने मैले आफ्नो बाबुलाई पनि छोड्दिनँ, आफ्नै आमालाई पनि छोड्दिनँ भन्ने मान्छे, जसले कुनै सम्पत्ति राख्नुभएको छैन, जसले पैसा छुँदा पनि छुनुहुन्न कसैले दिँदाखेरि, त्यो व्यक्तिले त्यो कुरा निरन्तर भनिआएको छ। र त्यो व्यक्तिले हिजोआज एउटा कुरा झनै बेसी निरन्तर भनिआएको छ, के भने मैले कसैलाई पनि सदस्य, अध्यक्ष यताउति त्यस्तो केही गरेर त्यहाँ गरेको हुन्छु भने नेपाली कागजमा बकाइदासँगले ल्याप्चे लगाएर मात्रै गरेको हुन्छु, नभए गरेको हुन्न भने उहाँले बारम्बार यो कुरा हिजो झन्झन बेसी भन्दै आउँदै हुन्छ होइन। यो प्रमुख कुरा हो, मलाई मनपर्ने। अब तपाईँको विषयमा हेर्नुहोस्, म के भन्न चाहन्छु भने, तपाईँलाई यो एउटा चाहिँ अवसर पनि हो कि वास्तवमा भन्ने हो भने अवसर हो, आफूलाई प्रमाणित गर्ने, आफू सही हो भन्ने, आफूमा नेतृत्व गर्न सक्ने क्षमता छ भन्ने देखाउन सक्ने एउटा तपाईँलाई यो अवसर पनि हो। यो अब वास्तवमा यो जुन तपाईँको निष्कासन भयो, धेरै अर्थमा मैले चाहिँ वास्तवमा असाध्यै राम्रो रूपमा लिएँ कि मैले, एकदमै राम्रो रूपमा लिएँ। तपाईँलाई तत्काल निश्चित रूपमा नराम्रो परेको हुनसक्छ, सबैलाई पर्छ। मान्छे आफू जतिसुकै नराम्रो किन नहोस्, तर आफूलाई पर्यो भने उसलाई पनि चोट चाहिँ लाग्छ क्या। आफू नराम्रो हो भनेको थाहा हुँदै पनि चोट चाहिँ लाग्छ नै, त्यो चाहिँ हो होइन। तपाईँलाई पनि लाग्यो होला। अब तपाईँ के हो भन्ने कुरा त हामीलाई केही पनि थाहा छैन। हर्कजीले एउटा पार्टीको आदर्श, आफ्नो मर्यादालाई राख्नको लागि कारवाही गर्नुभयो। हर्कजीले यो सबैलाई गर्नुहुन्छ। मैले तपाईँको निष्कासनलाई राम्रो किन भन्नुहुन्छ भने नि, अरू साथीहरू पनि सुन्नुहोस्, तपाईँ त त्यहाँ उदयपुरबाट उठ्नुभएको थियो, सांसदको रूपमा उठ्नुभएको थियो। मानिलिउँ तपाईँले यदि जितेको भए र आज निष्कासन गर्नु परेको थियो भने कस्तो हुन्थ्यो होला? पार्टीलाई पनि एउटा ठुलो क्षति, पार्टी पनि नराम्रो किसिमले बदनाम हुने। त्यो त केन्द्रीय स्तरमा बदनाम हुन्थ्यो नि त, केन्द्रीय स्तरमै हुन्थ्यो। जसरी राजसपाको केही साथीहरूले राजसपालाई बदनाम गर्दै हुनुहुन्छ, उहाँले बदनाम गर्नुभएको रहेछ, अहिले पनि घरि थाहा हुन्छ। उहाँहरूको हरकतले गर्दाखेरि राजसपा पार्टी चाहिँ बदनाम भइरहेको छ, अपमान खेप्नु परिरहेको छ रविजी, बालनजी जस्ताहरूले, ठुलाबडा नेताहरूले होइन। त्यस्तै यदि तपाईँले उदयपुरमा जित्नु भएको थियो भने र अहिले आएर यो जुन कुरा बजारमा एकदम छताछुल्लो भएर आयो, एकदम चुलियो, र तपाईँलाई हर्कजीले निष्कासन गर्नु परेको अवस्था थियो भने कस्तो ठुलो पार्टीलाई पनि क्षति हुन्थ्यो, बदनामी पनि हुन्थ्यो,
ठुलो झट्का लाग्थ्यो र तपाईँलाई पनि भयङ्कर ठुलो झट्का लाग्थ्यो कि सांसद नै भएर आइसकेको व्यक्तिलाई पार्टीले निष्कासन गरेपछि त अब कानुन के कस्तो छ मलाई थाहा भएन, प्रष्ट म भन्न सक्दिनँ, अनुमान गर्दैछु सायद तपाईँको त्यही सांसद पद पनि जान्थ्यो कि, मलाई यस विषयमा चाहिँ थाहा भएन है, म अनुमान मात्रै लाउँदैछु। पार्टीले निष्कासन गरिदिइसकेपछि सायद जान्छ क्या होइन, नियम त्यो छ होला, तर म प्रश्न छुइनँ, म त भन्दैछु। मानिलिनु जान्थ्यो भने झन् कस्तो ठुलो हुन्थ्यो कि, झन् कतै ठुलो हुन्थ्यो। त त्यस कुरोबाट पार्टी बच्यो, तपाईँ पनि बच्नुभयो, पार्टी बच्यो तपाईँ पनि बच्नुभयो र तपाईँले एउटा अवसर पाउनुभएको छ। स्थानीय चुनाव नजिकै छ होइन, अनि तपाईँ कुनै ठाउँको नगर प्रमुख बन्न तपाईँको इच्छा थियो कि, अब सांसदमा उठिसकेको मान्छे वडा अध्यक्षमा त पक्कै पनि तपाईँको चित्त बुझ्दैन होला, नगर प्रमुख या प्रदेश मुख्यमन्त्रीतिर तपाईँको चाहिँ अब दृष्टि गएको पनि हुनसक्छ, त्यहाँ बसेर राम्रो काम गर्न सक्छु भन्ने सायद त्यो पो भइरहेको थियो कि भित्रभित्रै तपाईँको मनमा त्यस्ता कुराहरू पलाउँदै गएका थिए कि होइन। त यो एउटा अवसर हो, अब त्यो जे जस्तो आरोप लाग्यो तपाईँलाई, जे जस्तो भयो त्यस कुरा निमिट्यान्न पार्ने अवसर यही हो कि। हर्कजीमाथि पनि त यस्तो आरोप त विभिन्न चरणमा विभिन्न बेलामा लागिआएको छ, विभिन्न चरणमा। अस्ति भर्खरै बिचरा एउटा होइन दाजु बहिनीको सम्बन्ध लिएर त कस्तो कस्तो गरिदिए, दाजु बहिनी होइन, उहाँको नाम चाहिँ समलाजी होइन, समलाजीको लिएर कस्तो गरिदिए। तर हर्कजी त्यस कुराबाट विचलित हुनु भएन, समलाजी विचलित हुनु भएन, उहाँहरूले हर सम्भव तरिकाले त्यस कुराको प्रतिवाद गर्नुभयो, हर सम्भव तरिकाले सम्पूर्ण समाचारको खण्डन गर्नुभयो, विरोधीहरूलाई पनि राम्रोसँगले जवाफ दिनुभयो र अब अहिले सबै चक्कमन छ, सबैलाई प्रष्ट थाहा भइसक्यो के हो कसो हो भन्ने कुरा होइन। त यस्ता कुरा त आउँछन् होइन, तर मतलब नेतृत्व भनेको त्यो हो कि मैले भन्न खोजेको नि। त्यसरी नेतृत्वले आफ्नो नेतृत्वको क्षमता दिने एउटा अवसर हो। अहिले आयो, अब आगामी दिनमा फेरि पनि आउँदैन भन्न सकिन्न, किनकि अब त्यो प्रमुख रूपमा कुनै पनि विश्वको राजनीतिमा पुरुष र लोग्ने मान्छेको सम्बन्धलाई लिएर नै सबभन्दा बेसी आक्रमण हुने गर्छ र त्यो हुन्छ पनि फेरि के। पुरुष र महिलाको सम्बन्धलाई लिएर नै सबभन्दा बेसी त्यसैले चर्चा पाएको हुन्छ, त्यो नै अगाडि पनि आइरहेको हुन्छ सबैतिर। सबै प्रमुख तारोको रूपमा त्यो नै हुन्छ, त्यस कुरामा कुनै शङ्कै छैन। रुबीजीको पनि बिचरा भर्खरै आएको छ, उहाँले अब सुदनजीलाई फोन गरेको के मैले आत्महत्या गर्नुपर्ने हो भन्नेसम्मको बोली बोल्नु परेछ उहाँले, एउटा दाजुबहिनीको सम्बन्धमा त्यस्तो किसिमको आयो भन्ने कुरा आएको छ। अब त्यो कुरा अझै अगाडि के हो कसो, अझै आगामी दिनमा अझै पनि आउला के हो होइन, तर बिचरा उहाँको पनि त्यस्तो आएछ। त मैले भन्नु खोजेको के हो भने यो तपाईँलाई एउटा अवसर हो, तपाईँले यसलाई सामान्य रूपमा लिनु होला। यो मलाई चाहिँ एउटा सुधार गर्ने अवसर हो, म यसलाई निमिट्यान नै पार्छु, पुरै यसको पुरा सफा गर्छु। तपाईँ यदि सही हो भने तपाईँले सही वास्तवमै तपाईँले गर्न सक्नुपर्छ, तपाईँ आफ्नो ठाउँमा सही हो, तपाईँको तर्फबाट कुनै गल्ती भएको छैन, त्यस्तो केही पनि भएको छैन भने तपाईँलाई एउटा राम्रो अवसर हो कि सम्पूर्ण रूपमा कता के गरेर कसो गर्छ खुलेर तपाईँ आउनुपर्छ र तपाईँले प्रष्ट पार्नुपर्छ। पत्रकार सम्मेलन गरेर हुन्छ, अरू के गरेर हुन्छ, कसो गरेर हुन्छ, हर सम्भव तरिकाले तपाईँले गरेर आफ्नो नेतृत्वको जुन क्षमता छ त्यो क्षमता तपाईँले प्रमाणित गर्नुहोस्। गरेपछि फेरि के छ र आगामी दिनमा फेरि अवसर त आउँछन् नै, अवसर त नआउने कुरा आएन, त्यो त आउँछ नै। त कृपया त्यो गर्नु होला, त्यो गर्नुलाई म त्यति भन्न चाहेँ। भनिहालेँ विवादको कुरा पनि गर्ने भने हर्कजीको पनि आएकै छ, घरि चाहिँ अब माओवादीसँग जोड्छन्, घरि कोसँग जोड्छन्, घरि के गर्छन्, तर हर्कजीले हर बेला प्रत्येक अवसरमा त्यस कुराको चाहिँ एकदम नै निमिट्यान हुने गरी त्यस्तरी अब उहाँले आफ्नो तर्फबाट प्रतिवाद गर्नुहुन्छ, हर सम्भव उहाँले प्रमाण जुटाउनुहुन्छ, जुटाएर चाहिँ आफूलाई म सही हो जति पनि मलाई लागेको आरोप छ त्यो एकदम नै गलत हो भनेको बारम्बार उहाँले असाध्यै बेसी पुष्टि गर्दै आउनुभएको छ। अब यो जातीयतावादीको सन्दर्भमा, धर्मको सन्दर्भमा उहाँमा अझै पनि प्रहार भइरहेको छ, तपाईँलाई थाहा छ, तपाईँलाई थाहा भएको कुरा हो र उहाँले निरन्तर त्यसको सन्दर्भमा अझै पनि निरन्तर भिड्नु परिरहेको छ, तपाईँलाई त्यो थाहा भएकै कुरा होइन। त्यस कारणले त्यो गर्नु होला। र मलाई त के भने नि, मलाई त के कुराको खुसी लाग्यो भने अहिले तपाईँ त्यो सांसद तपाईँ हुनु पाउनु भएन,
त्यो एक किसिमले भागे नै जस्तो पो भयो। म त भिन्दै रूपमा पो सोध्दैछु यतिखेर श्रम संस्कृति पार्टीको हितको बारेमा सोच्ने हो भने राम्रै भएछ तपाईँ नजितेको भन्ने सन्दर्भमा पो मेरो सोच पुग्न थाल्यो कि जितेको भएर अहिले आएर तपाईँलाई चाहिँ निष्कासन गर्नु पर्वे त्यो भनेको अरू बेसी क्षति हुन्थ्यो, असाध्यै बेसी क्षति हुन्थ्यो। कृपया मेरो कुरा बुझ्नु होला। तपाईँ हँसिलो खुसीले मान्छे हो र जो बहिनी हुन्छ उहाँलाई म त्यति राम्रो चिन्दिनँ। धरानमा आउँदाखेरि सायद भेट पनि भएको थियो होला, गफगा पनि हाम्रो भएको थियो होला, फोटो पनि सायद खिचेको थियो होला, मलाई केही पनि थाहा भएन, मलाई सम्झना भएन किनकि थुप्रै समय मेरो भेट भएको थियो। र उहाँ बहिनीलाई पनि भन्न चाहन्छु हेर्नुहोस् के हो कसो हो तपाईँहरूको होइन। अब विशेष गरी महिलाहरू पीडित हुने समाज हो नेपाल भारत सबै यो सब उसमा पुरा विश्वमै मोटामोटी होइन। अनि तर केही कुराहरू कता कता चित्तले खाइरहेको छैन कि केही कुराहरू चित्तले खाएको छैन बा होइन जस्तो पनि भन्छ मनले। अब त्यस्तो केही के हो कसो हो तपाईँ पनि विचार गर्नु होला। अब एउटा स्त्री भएर त्यसरी सिधासिधी अब आउनु समाजमा खुलेर आउनु पनि आफैमा एउटा ठुलो आँट हो, भयङ्कर ठुलो कुरा हो। हतपत मानिसहरूले गर्न सक्दैन, तपाईँले आँट देखाउनु भएको छ। तर त्यो एकदम सही नै हो भने त ठिक छ, असाध्यै राम्रो काम गर्नु, असाध्यै नै राम्रो काम गर्नु। तर केही गरी त्यो कुरा गलत हो रहेछ भने तपाईँको उद्देश्य तपाईँको भित्रको नियत सही थिएन भने समयले कुनै बेला फेरि तपाईँलाई नराम्रो सजाय दिन्छ कि। अब अहिले पार्टीबाट पनि निष्कासित हुनुभयो, तपाईँ मात्रै होइन राजेश खिमनुङजी मात्रै होइन तपाईँ पनि निष्कासित हुनुभयो। अब यी मात्र त कुरा टुङ्गिन होला अघि किनकि मानिस के छ भित्री रूपमा होइन भित्र के छ त्यसको फल त ढिलो चाँडो उसले पाउँछ नै पाउँछ, कहीँ न कहीँ गएर उसले निश्चित रूपमा पाउँछ नै। अनि यहाँभन्दा बेसी बोल्नु चाहिएन, यहाँभन्दा बेसी बोल्नु चाहिएन। तपाईँ अब स्त्री भएको हुनाले गर्दाखेरि स्त्रीहरूले समाजमा तुलनात्मक रूपमा बेसी सहनु परेको हुन्छ, खप्नु परेको हुन्छ धेरै कुराहरू। अनि तपाईँ खुलेर आएको हुनाले त्यो पनि एउटा ठुलो आँट हो। यतिकै त आउँदैन मान्छेहरू त्यसरी सहानुभूतिपूर्वक रूपमा पनि मैले लिँदा लिँदै पनि अब त्यहाँ हर्कजीले लेखेको पोस्टमा लेखेको कुराले पनि केही सन्देश दिइरहेको छ। अनि मेरो मनले पनि भित्र कता कता त्यति मेरो मन पनि सन्तुष्ट छैन। के कुरामा त म भन्न सक्दिनँ किन मेरो मन सन्तुष्ट छैन म भन्न सक्दिनँ, तर सन्तुष्ट छैन। अब तपाईँ आफ्नो कुरा अब हेर्नु होला के हो कसो। र राजेशजीलाई भने जस्तै तपाईँ पनि त्यही हो। अब फेरि आउन सकिन्छ सबै कुरालाई पखालेर धोइ पखाली गरेर राम्रोसँग गरेर अनि त्यस्ता कुराहरू फेरि नहुने जस्तो गरेर। अब तपाईँ हामीलाई सबै थाहा भएको कुरा हो, यो ख्यालठट्टा भइरहेको छैन। हर्कजीले जे पनि गर्दै हुन्छ त्यो कुनै ख्यालठट्टा भइरहेको छैन, त्यो साँच्चै हो। यो एउटा देश बनाउने महायज्ञ हो। यो एउटा देश बनाउने महायज्ञलाई हामीले यसो ख्यालठट्टाको रूपमा अब यस्तो भयो पार्टीमा मैले यस्तो पद पाएँ, अब त्यसपछि म के अरे प्रतिनिधिको रूपमा जनप्रतिनिधिको रूपमा पनि यस्तो पनि हुनसक्छु उस्तो पनि हुनसक्छु, त्यहाँबाट मेरो पनि यस्तो हुनसक्छ, मेरा दिन पनि फर्किन्छन् भन्ने किसिमले श्रम संस्कृति पार्टी अगाडि बढेको होइन। यो कुरा एकदम नै प्रष्ट हुन जरुरी छ। मैले यो कुरा धेरै पहिलादेखि भनिआएको हो कि वास्तवमा यो कुरा यो पहिलोपल्ट म भन्दै छुइनँ, मलाई लाग्छ 5-7 पल्टै मैले भनिसकेँ, विभिन्न तरिकाले मैले भनिसकेँ। यो देश बनाउने महायज्ञमा मैले 2-4 नाम फेरि लिन्छु होइन, जो अहिले मुछिनु भएको छैन, जो असाध्यै नै सफा हुनुहुन्छ, एकदम इमान्दार हुन्छ, कुनै किसिमको उहाँहरूमाथि कुनै पनि किसिमको लान्छना यताउति लगाउन सकिएको छैन। दत्त लिम्बू, प्रसाद राई, मीना सिंगत होइन आदि जस्ता व्यक्तिहरू पनि आगामी दिनमा त्यस्तो केही भयो भने हर्कजीले तुरुन्तै म एउटा उदाहरणको रूपमा आफ्नो कुरा राख्छु है। मै पनि प्रसन्न भट्टराई पनि, किनकि हर्कजीको जुन सोचाइ छ, जुन स्तरको उहाँको सोच छ, जे उहाँले गर्न खोज्दै हुन्छ, जुन स्तरको उहाँको त्यो इमान्दारिता छ धेरै कुरामा, त्यो स्तरमा म आफूलाई पाउँदिनँ। तपाईँलाई म एकदम नै इमान्दारितापूर्वक भन्छु, म त्यो स्तरमा आफूलाई पाउँदिनँ, कहिले पनि पाउँदैन। एकदम छाम्छु आफ्नो मनलाई, मैले पाएको हुन्न। त्यो भएको कुराले बारम्बार भन्दैछु, भोलि म पनि पर्न सक्छु त्यसमा, म यस बारेमा चाहिँ सजग छु, म पनि पर्न सक्छु। त्यसै कारणले म धेरै नै एकदम नै असाध्यै बेसी म जोगिएर आफ्नो कुरा राखिरहेको हुन्छु, जोगिएर बोलिरहेको हुन्छु र सबै कुरामा बोलेकोले पटर मैले गरिरहेको हुन्न। मोटामोटी मैले बोल्ने हर्कजीकै बारेमा हो र उहाँसँग सम्बन्धित भइसकेपछि केही कुराहरू आउँछन् बिचमा र त्यो बिचमा हल्का फुल्का बोल्छु, त्यति हो।
अनि कृपया हर्कजीको जुन अभियान छ यसमा कोही पनि बिचमा नआउनुहोस्। त्यस्तो केही छ भने अरू साथीहरूलाई पनि यो एउटा ठुलो उदाहरण हो, तपाईँहरूलाई झस्किनुपर्ने एउटा अवसर हो। यस्तो भयो भोलि मलाई पनि हुनसक्छ भनेर कोही यदि गलत कृत्यमा लाग्नु भएको छ, गलत बाटोमा लाग्नु भएको छ, त्यस्तो केही छ भने अहिलेदेखि नै कृपया पन्सिनुहोस्। सच्याउनु पर्ने छ भने सच्याउनुहोस्, जे छ यति मैले भन्न चाहेँ। हवस् त ल, नमस्ते।